गाइस म चाहिँ अहिले यहाँको बागलुङमा छु बागलुङ मन्दिरतिर म चाहिँ गाडी लिएर आएको अरे खाली गर्नलाई गाडी चाहिँ खाली गरिसक्यो गाडी चाहिँ एउटा पार्किङ छ खाली गरेर म चाहिँ गाडी साइडमा आएर बसेको अब यहाँ चाहिँ छोटी पुल छ एउटा एउटा तारा पानी पहिलोचोटि जाँदा कस्तो हुँदो रहेछ अब चाहिँ केही गरेर भेटौँ है म चाहिँ यहाँ पुलतिर आइपुग्यो चट्टा लगाएर अब छोटी पुलमा जान सक्नुहुन्छ अब एकैछिनमा देखिन्छ पुल चाहिँ एकदम ठुलो छ यहाँबाट त्यहाँसम्म पारी छ होइन ट्याक्टर छ भने त ठाउँ पनि एकदम राम्रो छ यहाँ यो चाहिँ ग्राउन्ड छ यहाँ चाहिँ घुम्नको यहाँनिर मूर्तिहरू पनि छ चारवटा बस्नलाई ठिकै ठाउँ छ यहाँ चाहिँ म चाहिँ पुलतिर जानु लाग्यो पुलतिर अब यहाँ चाहिँ होइन यत्रो लामो पुल छ हेर्नुहुन्छ उहाँदेखि नि यहाँसम्म पुल छ पुल चाहिँ ठुलो छ है एकदम ओह्रालो यहाँदेखि यहाँसम्म पारीसम्म चाहिँ पुल चाहिँ एकदम ओह्रालो रहेछ त्यहाँनिर डर पो लाग्यो त हो मलाई त सक्नुहुन्छ पुल चाहिँ यहाँ छ यत्रो लामो छ वहाँसम्म छ यहाँबाट रोड यहाँ तल छ रोड खोला छ वहाँ तल निकै लामो ठुलो छ अग्लो हावा पनि ठुलो आइरहेको छ एकदम ठुलो चलिरहेको छ पनि सरल पुरै मान्छेको गाउँ जस्तो लागिरहेको छ मान्छेहरू हिँड्दैछ समाएर डराएर हावा चाहिँ एकदम ठुलो चल्छ है यहाँ चाहिँ हावा उठिआएको बेला चाहिँ यहाँनिर चढ्नु एकदम डेन्जर हुनसक्छ यहाँ चाहिँ डरलाग्दो छ हो यहाँ त आवाज सुन्नु सक्नुहुन्छ हजुरहरूले हावा एकदम ठुलो चलिरहेको छ यहाँ चाहिँ गर्दै खोला छ यत्रो ठुलोबाट त्यहाँ चाहिँ होटेलहरू होला सायद यहाँ चाहिँ ठाउँहरू छ एकदम डरलाग्दो छ यहाँबाट यस्तो देख्छ यो चाहिँ बागलुङ हो है मन्दिर है यहाँ पुल छ यता 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 पारी चाहिँ मन्दिर छ त्यहाँ पनि जान बाँकी नै छ त्यता चाहिँ गएको छैन हेर्न सक्नुहुन्छ ठुलो छ यहाँबाट चाहिँ यस्तो भ्यू चाहिँ दामी देख्छ मेन रोड हाल्यो माथि यता आउनुहुन्छ पहिरो छ यहाँबाट झरेर यहाँबाट झऱ्यो भने त मान्छे त मर्छ होला हो हेर्न सक्नुहुन्छ कति ठुलो अग्लोमा छ मलाई त डर लागिरहेको छ हौ यहाँनिर यस्तो पुल हल्लिएर देख्दाखेरि त एकदम नजारा चाहिँ एकदम दामी देख्छ यहाँ धेरै चाहिँ आज चाहिँ धेरै मान्छेहरू आएको छ मान्छेहरू वहाँबाट आउँदै
बस्यो भने त मान्छेको हड्डी पनि भेट्दैन होला या त पहिलोचोटि आउँदैछु म यहाँ यस्तो होला भन्ने सक्नुहुन्छ एकदम ठुलो छ भर्खर त आधी आइपुगेको छु म यहाँ अझै उता त आउनु पुग्न बाँकी नै छ पुग्न भर्खर आधी बिचमा आइपुगेँ म चाहिँ भेडो लास्ट ठुलो रहेछ गाइस अब म चाहिँ एकैचोटि त्यहाँ पुगेपछि भिडियो गर्नेछु त्यहाँ पुगेपछि भेटौँला है ल फाइनली गाइस म चाहिँ बल्ल बल्ल आइपुग्यो हेरेर नि थाकेँ म चाहिँ होइन हेर्नु सक्नुहुन्छ वहाँदेखिबाट यहाँ आइपुग्दा कति लामो छ हेर्दा मात्रै नजिक रहेछ तर लास्टै लामो छ क्या वहाँबाट आउँदा त त्यही दुख्यो भनेको हेर्नु सक्नुहुन्छ यहाँबाट पाहाडहरू देखिन्छ यता ल्याएर अब हेरौँ यहाँनिर के रहेछ घुम्ने सुविधा होइन अब जाँदैछौँ हेरौँ यहाँनिर राम्रो रहेछ त्यहाँबाट हो है अब यहाँ हेरौँ कस्तो रहेछ होइन चट्ट ल यो चाहिँ रिसोर्ट रहेछ है यहाँनिरको चट्ट ठुलो बडा रहेछ होइन गेडाहरू छ गेडबाट चट्टै छिर्न सकिन्छ यहाँ चाहिँ पिङ रहेछ ठुलो बडा हेर्न सक्नुहुन्छ उयोहरू रहेछ बस्नलाई फेसिलिटीहरू रहेछ चट्ट लगाएर यहाँ चाहिँ कपल्सहरू आएर बस्न सक्नुहुन्छ है यहाँनिर चाहिँ चट्ट लगाएर यताबाट चाहिँ खुल्ला नजाराहरू देखिन्छ है त बराबर चट्ट लगाएर यहाँ चाहिँ घुम्नलाई खासै ठाउँ त रहेन छ एउटा होटेल रहेछ माथि माथि छ घुम्नलाई अब के भन्नु उहाँ माथि डाँडामा छ एउटा कि त्यहाँ हुँदो रहेछ तर छ तर म चाहिँ यहाँसम्म मात्रै गएँ चाहिँ अब म चाहिँ जानुपर्ने हुन्छ त्यहाँबाट चाहिँ सिधै मन्दिरतिर चाहिँ मन्दिरतिर चट्ट गइन्छ हेरौँ मन्दिरमा गएर भिडियो बनाउँछ है मन्दिरमा गएर बनाउँला चट्टा लगाएर ल गाइस म चाहिँ मन्दिर आइपुग्यो मन्दिर जान लाग्यो मन्दिरको गेटमा आइपुग्यो म चाहिँ यहाँ चाहिँ गेट छ यो मन्दिरको गेट भइहाल्यो यहाँ पसलहरू छ यहाँ चाहिँ पूजाको सामानहरू लिएर जानुपर्ने हुन्छ यहाँबाट चाहिँ किन मन्दिर गए पनि होइन अब चाहिँ मन्दिरतिर लाग्छौँ कस्तो रहेछ जानु चाहिँ पनि गएको छैन अहिलेसम्म होइन यहाँ चाहिँ यस्तो जङ्गलको बाटो छ चट्ट होइन बाटो बनाएको चाहिँ मार्बल टाइपको जस्तो छ बिछाएर राखेको हेर्नु सक्नुहुन्छ भ्यू चाहिँ एकदम राम्रो देखिन्छ है यहाँ फोटोसोटो खिच्नु भने भिडियो सिडियो बनाउनु भने चाहिँ राम्रो आउँछ यताबाट चाहिँ त्यही हो अनि त्यही हो अब हेरौँ मन्दिर पुगौँ कस्तो रहेछ हेरौँला कस्तो हुँदो रहेछ होइन जान्छौँ राखेँ खासमा कुन यो कालिका मन्दिर भनेर के अरे खासमा नाम चाहिँ कालिका मन्दिर हो यो चाहिँ बागलुङको है कालिका मन्दिर एकचोटि घुम्न आउनु होला ठाउँ चाहिँ राम्रो छ है घुम्न एकदम दामी छ ठाउँ छ यहाँ चाहिँ हाम्रो सिस्टरहरू हुनुहुन्छ वहाँनिर दुईजना टिकटक बनाउनु भइरहेको रहेछ जस अब अरूको बारेमा नराम्रो भन्न मिलेन होइन त्यही हो हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ एउटा छ रहेछ मन्दिर स्टार्टिङको भेटी चढाउनु के हुन्छ होला र जस भ्यू चाहिँ दामी छ बाटो भिडियो सिडियो बनाउनु चाहिँ हुने रहेछ सुटिङ खेल्ने ठाउँ भयो भने सुटिङ बनाउने हो भने चाहिँ सुटिङमा चाहिँ ठाउँ दामी हुने रहेछ त्यो हो होइन त्यही जाउँ हेरौँ पहिला यहाँ कस्तो हुँदो रहेछ
चाहिँ हामी पहिलो गेटमा आयो दुईटै बाटो छ हेर्न सक्नुहुन्छ। यहाँ एउटा यता जाने बाटो छ। यहाँ चाहिँ सुरुमै रहेछ मन्दिर, सायद कुन भगवान्को हुनुहुँदो रहेछ कुनी। यताखेरि त खै खासै राम्रोसँग चिनिनँ मैले चाहिँ होइन, हजुरहरूले चिन्नुहुन्छ होला। यहाँ चाहिँ बस्नलाई ठाउँहरू छन्, सिटहरू छ त्यहाँ लगाएर। अनि यहाँ चाहिँ टोयलेटको पनि सुविधा रहेछ है। अब हामी चाहिँ यस्तो लखौँ अनि यतापट्टि चाहिँ पछि लागौँला। अहिलेलाई चाहिँ हामी हिँडौँ कहाँसम्म हिँड्ने रहेछ, ठाउँ कस्तो रहेछ देखिहाल्छौँ होइन। अहिले चाहिँ खासै भिड छैन रहेछ, नत्र त यहाँ चाहिँ शनिबार र आइतबार चाहिँ लास्टै भिड हुँदैछ। यहाँ चाहिँ गाडी जामसम्म हुन्छ, तल त माथिदेखि तलसम्म बाटोसम्म चाहिँ एकदम जाम हुन्छ। यहाँ चाहिँ भिड चाहिँ धेरै हुन्छ। अहिले चाहिँ भिड त्यति छैन, अहिले चाहिँ खाली नै छ, मान्छेहरू पनि धेरै छैन, त्यति मान्छे आएको छैन अहिले चाहिँ। बिहान पाखा चाहिँ अलिकति भिडै हुन्छ प्रायः जस्तो चाहिँ। अनि धेरै जस्तो चाहिँ शनिबार र आइतबार चाहिँ धेरै भिड हुन्छ, अरू बेला चाहिँ त्यस्तै खाली जस्तै हो। तैपनि मान्छेहरू त आउँछन्, घुम्ने मान्छे घुम्ने मान्छेहरू चाहिँ घुम्न आउँछन्, टिकटकहरू बनाउँछन्। यहाँ चाहिँ एकदम यस्तो जङ्गलको एरियामा छ, अलि सुनसान छ अहिले चाहिँ। यहाँ चाहिँ त्यस्तो के अब के बोलौँ भइरहेछ क्या अहिले चाहिँ। यसरी क्यामेरा अगाडि धेरै बोल्दैन नि त, म अहिलेसम्म बोलेको छैन नि त, त्यही भएर अब कस्तो अलि लागिरहेछ नि त। अब पछि अब बिस्तारै बानी लाग्छ होइन, प्याटर बोलिहाल्छ नि पछि चाहिँ। अहिले चाहिँ के हुन्छ भने मान्छेहरू आउँछ नि त, अलिकति नर्भस टाइपको हुन्छ क्या, के भन्छ अब अलिकति लाज लाग्छ मान्छेहरू आउँदाखेरि चाहिँ। मान्छेहरू आउँछ चुपचाप लगाइदिन्छ कि म चाहिँ लाज लाग्छ नि त, त्यही भएर मान्छेहरू के सोध्छ यो जस्तो लाग्छ क्या। त्यो मान्छे आउँदाखेरि चाहिँ चुप्प लगाइदिन्छ क्या म चाहिँ। अनि जब मान्छे पर्छ अनि तब चाहिँ अनि म भिडियो बनाउन थाल्छु क्या। यहाँ चाहिँ आँपको बोराहरू पनि रहेछ फलको, सक्नुहुन्छ। लिचीहरू पनि रहेछ अहिले चाहिँ। यता चाहिँ गेट चाहिँ देखेँ है यहाँनिर, सायद यो उता रोडबाट देखिने ठाउँ हो क्या अरे यो चाहिँ। अब हेरौँ त्यहाँ गएर कस्तो रहेछ होइन। हौ त्यही हो, अब एकैचोटि त्यहाँ पुगेर गरिन्छ भिडियो। भुसुना पनि कस्तो कि आँखामै आइरहेको छ कि भुसुनाहरू पनि एकदम शीतल रहेछ कि यहाँ चाहिँ यार, चिसो है ठाउँ पनि। हावाबाट गरम सेतो मिलेको पुरै भुसुना कस्तो आँखामै आउँछ हौ, आँखामै झोक्न आउँछ त भुसुना पनि। ल गाइस म चाहिँ आइपुगेँ यहाँनिर। यहाँ चाहिँ 3-4जना दाजु हुनुहुँदो रहेछ, 4जना दिदी पनि रहेछ। यहाँ चाहिँ बस्ने ठाउँ रहेछ, चौतारा जस्तै। यहाँ पनि टोयलेट चाहिँ रहेछ, सट्टा लाग्यो। यताबाट चाहिँ कता जाने हो, तल जाने बाटो हो क्या अरे, तल जाने बाटो रहेछ। अहिले चाहिँ यताबाट लागौँ, कतार पुग्दै रहेछ। अहिले चाहिँ यताबाट जाँदैछु कता लाएर मन्दिर आइपुग्नु लागेको जस्तो छ है। अहिले चाहिँ भिडियो भइरहेछ नि, भइरहेछ भिडियो हुने नहुने भइरहेको है अहिलेबाट, त्यही भएर क्या चेक गर्नु पऱ्यो नि। अहिले चाहिँ यस्तो भइरहेछ कि भिडियो नभएर म मात्रै पुरै पेट्रोल पुरै हिँड्दा रहेछ क्या। त्यसरी लास्टमा भिडियो भइरहेछ क्या। ल गाइस हामी चाहिँ फाइनली
मन्दिर आइपुगे हेर्न सक्नुहुन्छ यहाँनिर मन्दिरहरू छ सायद अब यहाँ चाहिँ भिडियो बनाउन दिन्छ कि नदिँदैनन् भन्ने कुरा हो कतिपय ठाउँमा चाहिँ भिडियोहरू बनाउन दिन्न क्या मन्दिरमा हेरौँ मन्दिर पहिलोचोटि आएको छ यहाँ चाहिँ म चाहिँ अहिलेसम्म आएको थिइनँ जस्ट आज आउने मौका पायो एकदम रमाइलो छ मान्छेहरू धेरै छ एकदम चुपचाप लागेर हिँड्नुपर्ने बाटो हुन्छ यो मन्दिरहरू ठुलो रहेछ हेर्न सक्नुहुन्छ अहिले चौतारा रहेछ बस्नलाई ठिकको ठाउँ छ मान्छेहरूलाई आराम गर्ने ठाउँ पनि रहेछ यो चाहिँ टिकट काउन्टर हो क्या अरे हेर्न सक्नुहुन्छ यहाँ चाहिँ मन्दिरहरू एकदम स्पष्ट ठुलो रहेछ यहाँ चाहिँ कमलको तुलसी पनि रहेछ कमलको बनाएको खासमा विशेष मन्दिर चाहिँ मेन मन्दिर चाहिँ के अरे अहिले हाम्रोमा पहिला साइड हेरौँ होइन यहाँ चाहिँ भजन कीर्तनहरू गाउनलाई भजन कीर्तन गर्ने ठाउँ हो क्या अरे यहाँ चाहिँ भित्र सक्नुहुन्छ बुफर सुफर सबै छ यहाँ चाहिँ राम्रै छ मन्दिर होइन मन्दिर ठाउँ बस्ती चाहिँ हुन्छ र यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ पण्डित बाजे टिका लाउनुहुन्छ पूजा गरेर आउँदै हुनुहुन्छ पूजा गर्दै हुनुहुन्छ यहाँ चाहिँ पूजा गरेर सकियो क्यारे भर्खरै यहाँ चाहिँ उठिसकेछन् यहाँ कोही हुनुहुन्छ भर्खरै यहाँ चाहिँ नयाँ विवाह गर्दैछन् नयाँ बेहुला बेहुलीको जोडी हेर्न सक्नुहुन्छ यहाँ चाहिँ ठाउँहरू छ च्याप्टुला यहाँ हेर्न सक्नुहुन्छ ठाउँहरू छ यहाँ चाहिँ गार्डन जस्तो पनि रहेछ ठाउँ बनाएको फुल पनि राम्रो रहेछ यहाँ च्याप्टुला लगाएको यहाँ बस्नलाई ठाउँ पनि छ हेर्न सक्नुहुन्छ यो चाहिँ मन्दिर यहाँ चाहिँ भित्र छिर्न दिँदैन अरे सायद बाहिरबाट पूजा गर्नु दर्शन गर्नुपर्छ अरे बाहिरबाट यतै घुम्दा कता रहेछ यहाँ पनि ठुलो हल जस्तो रहेछ हेर्न सक्नुहुन्छ यहाँ पनि बसेर भजनहरू गाउँछन् क्या अरे स्टेज पनि छ हेर्न सक्नुहुन्छ र एकदम ठुलो छ यहाँ चाहिँ बनाएको यहाँ चाहिँ स्टेज हो क्या अरे यहाँ चाहिँ स्टेजमा बसेर के भन्छ प्रोग्रामहरू मतलब केही हुन्छ नि के भन्छ त्यो चाहिँ भन्न आएन मलाई त्यस्तै देखाउँछन् क्या अरे है यहाँ चाहिँ बगैँचाहरू छ यतापट्टि फुलहरू धेरै रोपेर रहेछन् सक्नुहुन्छ यता चाहिँ टुरिस्टहरू पनि आउँदो रहेछ होइन सक्नुहुन्छ टुरिस्टहरू पनि घुम्न आउँदो रहेछन् यहाँ चाहिँ परेवाको के भन्छ फार्म रहेछ परेवा पालिराखेको सक्नुहुन्छ धेरै त रहन्छ जरायो पनि रहेछ हेर्नु त्यहाँ ठ्याक्कै होइन बसिरहेको छ जरायो मृगको बच्चा बसिरहेको छ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ बाख्रा पनि रहेछ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ धेरै ठुलो त रहेनछ ठुलो त छैन ठिकै छ मेरो हिसाबमा होइन यहाँ चाहिँ पोखरी जस्तो पनि रहेछ कमलको पोखरी हेर्न सक्नुहुन्छ
अलि यहाँ चाहिँ अलिक फोहोर रहेछ, कमलको फोहोर, पानी अलिक फोहोर रहेछ, अलिक सफा गर्ने टाइम भएछ। यहाँ चाहिँ घन्टीहरू छ मगाउने, यो चाहिँ यस्तै ठुलो घन्टी रहेछ हौ आम्बो। ठाउँ चाहिँ राम्रो छ त्यो मेन मन्दिर त मैले त देख्नै बिर्सिरहेको छु यार। यहाँ चाहिँ गर्ने रहेछ, द्वार गर्ने रहेछ, यहाँ चाहिँ सफा गर्दैछन् कतिखेर गर्नुलाई। यहाँ चाहिँ बाघको मूर्ति रहेछ, यहाँ चाहिँ ठुलो एउटा हेर्नु सक्नुहुन्छ। यहाँ चाहिँ कालिका मन्दिर चप्पल लगाएर आउनु होला यसरी नै। मारे यार भर्खर भिडियो एडिट गर्न आइहाल्यो, अब के भन्नु त्यस्तै छ। भिडियो चाहिँ गर्न दिँदैन रहेछ, मेन मन्दिर छ नि त, मेन मन्दिरबाट भिडियो गर्नु दिँदैन। यहाँ चाहिँ भिडियो एडिट गर्न लाएँ, त्यही पनि केही छैन। हुन्छ यार गरौँला होइन। त्यही हो, अब चाहिँ फर्किनु लाग्यो यहाँबाट चट्टा लगाएर। म खासमा मलाई त्यहाँ तल देखेको ठाउँमा चाहिँ जानु मन लाग्छ। अब त्यहाँ गइन्छ, त्यहाँ गएर भिडियो बनाइन्छ अब है। चट्टा लगाएर